गाइज आज चाहिँ हामी सन्दकफू गाउँपालिकामा आएर सनराइज हेर्न गइरहेका छौँ। तपाईँहरूलाई देखाइरहेको छु मैले दृश्य। यता चाहिँ ल अब हामी झुल्के घामको पर्खाइमा छौँ अहिले। जम्मा साथीहरू यहाँ सबैजना भेला आउनु भएको छ। यो आन्तरिक तथा बाह्य पर्यटनको ठुलो घुइँचो लागेको छ। यहाँ हाम्रो झुल्के घाम हेर्ने ठाउँ यहाँ हो, ठ्याक्कै यहाँबाट निस्किने छ। अब यतातिर गयो भने हाम्रो कञ्चनजङ्घाको रेन्ज देखिन्छ। यहाँ चाहिँ कुम्भकर्ण, त्यसपछि यता गयो भने मकालु रेन्ज हुँदै हुँदै यहाँ एभरेस्ट रेन्ज छ। यहाँबाट देखिन्छ। यहाँ छ उहाँ सहर चाहिँ आफ्नो तयारीमा हुन्छ पूर्ण रूपमा हेर्नको लागि चाहिँ झुल्के घाम हेर्नको लागि सम्पूर्ण धेरैजना हुनुहुन्छ। हामी चाहिँ टपमा छौँ अहिले। अब 36 मिटरको रेन्जमा छौँ।